everyone. Welcome to our vlog. आज हामी चाहिँ मेरो आफन्तको घर जाँदैछौँ एमिकी मेरो दिदीको घर म यसको घरमा आएको थिएँ त्यसै कारणले गर्दा घरमा बसी बसी बोर लाग्यो कहाँ जाने होला भनेर यसो सोच्दा सोच्दा अब ठ्याक्कै हाम्रो आफन्तको घर छ नि त यति आएको फाइदा उठाउनु पर्यो जाँदैछौँ अगाडि के कस्तो हुन्छ हजुरलाई देखाउनेछौँ त्यो रहेछ त स्केट पार्क के लेखेको छ फन हाउस तुलसीपुरदाको स्केट पार्क ओके यो बाटो के भन्छ बिर्से हौ बाहिने चोक बाहिने चोकको बाटो हिँड्दैछौँ हामीहरू गर्मीले होइन यस्तो रिस उठिरहेको छ भाइहरूले हेरिरहेको छ त्यही भएर आज हामी यस्तो कपडा लगाएर हिँडिरहेछौँ ए सबैले हेरिरहेछन् भनेको फोन यस्तो उल्टो बनाएको त लाजै लाग्दो लाज किन मान्नु पर्यो मान्नलाई त यस्तो गर्मी छ यस्तो गर्मी छ कहीँ गएर नि सन्चो हुने ए सन्चो नहुने के सन्चो मतलब सुख जता गयो होइन छैन ल म मानिदिएँ अब हामी नजिकै छौँ होइन यहाँदेखि लेफ्टतिर जाने देन हामीहरू जाने गाडी आउँछ त्यो नि यही हो कि गाडी जाने कोचाकोच भयो भने चाहिँ नजाम्ला कोचाकोच भयो भने चाहिँ नजाम्ला नत्र त फेरि झ्याम हुन्छ अहिले गर्मीमा इरिटेट धीरे जानु मन छ रोइहाल्ला नि के लाग्दै रे फलफुल पाहाड त लग्नु पर्यो जाँदाखेरि माइत खाली आज जानु भएन लुकाउँछिस् किन लुकाइस् पैसा यो मैले भोरैबाट किनेको हो हजुरलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु यो चाहिँ पावर हो गाडीमा बसिसक्यो मान्छेहरू नै धेरै आउँदै हुनुहुन्छ बाजे पनि हुनुहुन्छ हाम्रो साथी इट्स वे टु एयरपोर्ट तुलसीपुरको पुकार पसल भनेपछि जसले नि चिन्छ इट्स लोकेटेड इन टरी गाउँ 2 टरीगञ्ज अनि यतातिर घर जस्तो छ होइन बहिनी गयो बाई बहिनी यो उरली हो जसपुर उरली अझै यहाँदेखि न्युला जाने छ प्रतीक्षालय फाइनल्ली झर्ने बेला आइसक्यो ल दिस इज आवर डेस्टिनेसन आजको झर पावर बाटो कति राम्रो हो के भन्नुहोस् त्यहाँ आन्टी अगाडि जानु भयो नि हो त्यो आन्टी र मेरो घरि आई कन्ट्याक्ट भयो होइन अब त्यो आन्टीले मलाई चिन्ने जस्तो लाग्यो होला मैले चाहिँ चिन्दैन लास्टमा फेरि दुइटै हामी फेरि एउटै घरमा पसिरहेको हुने के त्यस्तै लाग्छ यहाँ बाख्रा देन गाई गोरु माझी राखिरहेको छ त्यहाँ कस्तो राम्रो पिसफुल रहेछ यहाँ पनि जङ्गल जाम भन्यो पाहाड जङ्गल नजिकै छ यता वन पनि नजिकै छ खोला पनि नजिकै छ अब माछा मार्न जाऊँ भने हामीले माछा मार्न आउँदैन गाईहरू खाना मात्रै जानेको छु मैले त हजुर आहा धन्यवाद थारू भाषामा बोल्न त्यहाँको थारू हुन्छ र के ए हुनुहुन्न हस् बाजे हेर्न आप कस्तो फला त्यो रुखमा यो यस्तो थाहा छ फलेर पनि के गर्ने हेर आकाशको फल आकातरी मर भने जस्तो हो होइन यो यस्तो हो कि
अब त्यो छ नि त अहिले त फल्ने सिजन हो तर अब हावाहुरी कति धेरै लाग्छ भने भए पनि अब त आमचुरहरू बनाउँछ नि त यत्तिकै पनि त उयस जाँदैन नि त द्याट्स पोइन्ट ल पहिला अब कता हो यहाँदेखि चाहिँ यस्तोसम्म आइपुगेछु कि के भनौँ म अब त्यो यतासम्म आयौँ होइन अहिले आएर भन्दैछ अब कहाँ हो भनेर ए अब बाटो जहाँ जान्छ त्यही हो बाटो सिद्धिन्छ कहिले भने के दिन ल नानी त्यसमा उठाइ यहाँदेखि जाउँ है त तल्लै जान्छ भने अब यो बाटो हो कि अब कहाँ हो के हो त्यो खाट कुन बाटो हो जानु यस्तो छ तरिका कति रिस उठेछ होला मलाई कति रिस उठेछ होला कि आउने बित्तिकै परेवाले स्वागत गरेको छ नि अघेर यसैकोमा फाइनली आइसक्यो हाम्रो चाहिँ यही हो घर ब्युटिफुल परी स्वागत गरेको हो कि म पनि उठ्छु म त अब यहाँदेखि घरमा जाने बाबु त मन पर्दैन के अब त उहाँ घरमा घोराइ उहाँ बैसी अब के गाउँमा बोलेको बुझ्नु भएको छ भने भनिदिनु त मलाई मौकाले ओसिन निचिन्थ्यो हुँदैन एकछिन कबु कालको अनि आज ल भित्र एकदमै थकित आत्मा भएर पल्टिनु भएको छ उहाँ चाहिँ एकछिन न्याप लिँदै हुनुहुन्छ 1 घन्टाको पहिले गर्छस् ल गुड नाइट ल यसको घरमा यस्तै ठ्याङ ठ्याङ ठुङ ठुङ गरेर हामी यहाँ आयौँ यतातिर बाजेले पनि यस्तै गर्दै हुनुहुन्छ कति राम्रो घाँसहरू चलिरहेका छन् गाईहरू एकदमै राम्रो तर मलाई हाँसको मासु मिठो लाग्दैन के भनिरहन्छ बेला बेलामा आफै नै यहीँ हातले पुग्ने जस्तो छ यहाँनिर हेर्दा ऊ फलिरहेको पनि देखिरहेको छ गाईहरू के भने पढ्नुहुन्छ भने ल्याइदिन्छु अर्कोचोटि ल बाहिर गर्मी छ धेरै बेरको वेट पछि यो आयो फाइनली नुन खुर्सानीमा यसरी मुकाउने कम्प्लिट देखाउने सोचिरहेको थिएँ के गरिने आएर भनेर तर त्यसले के गरी यो बोल्न लागि आफ्नो दिदीहरूसँग बजुहरूसँग बोल्न लागि अनि म भाषा बुझ्छु न के बुझ्छु के गर्नु जानु सुतेर उठेर सिधै खाना खाने भन्नुभयो खाना खाइसकेर अब जाने बेला हुन लागिसक्यो पानी पर्ने जस्तो गरिरहेछ कि थाहा छ यसको पानी होइन अर्कै बेला आउँछ क्या यो पानी देख्दाखेरि हाम्रो नर्मल्ली पानी सफा हुन्छ कि नै मतलब धारोमा आउने पानी नै सफा हुन्छ कि तर यो पानी अहिले होइन हेरियो पुरा कस्तो देख्छ होइन अनि एकछिनपछि क्लियर हुन्छ कि सी यो भनेको के हो यो आइरन धेरै हो कि यो के हो क्युरियस हुने कति क्लिन भयो त्यो क्या अचम्म हो कि यो त जुन ठाउँमा आयो त्यस्तै पारामा बस्ने मान्छे यही हो यी चप्पल सुहाएको छ कि सुहाएको छैन कमेन्ट गर्दै होला ड्रेस अनुसार अब हामी फर्किने बेला भयो यो घरदेखि जीवनीको दिदीको घर यो चाहिँ कस्तो थाहा छैन के त हुन्छ कि यहाँ अनि यो रुख रहेछ होइन यो रुख भएको ठाउँनिर रहेछ यसको दिदीको घर यसले उतातिरको घर लिएर आएको थियो कि यो वाला रुखमा त्यो चाहिँ अर्काको घर रहेछ यो घर भनेको यो घरमा लिएर आएको थियो यसले This madam
अहिलेसम्म यही भाषा सुनिरहेको छु ल मैले फाइनल्ली अब त बोल्न सक्छु नि ठुलो स्वरले अहिलेसम्म यस्तो साइलेन्ट भएर चुप्प लागेर बोल्नुको रिजन के बोल्ने त मान्छेको छेउमा त्यही पनि आफन्तीको छेउ भाषा नबुझेर भन्नुहुन्छ भने हैरान 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 सुते कि म सुते भाषा नबुझ्न जानेर नबोल्न जानेर खासमा मलाई आज यही बसाले दिए हामीहरूलाई म भने आज मेरो त घोरैसम्म पुग्नु छ यस्तो नगर्नुहोस् अँधेरो भइहाल्छ भनेर फाइनली निस्क्यौँ त्यहाँबाट मलाई नि कस्तो उकुस फुकुस भएको थियो अब हामी फेरि त्यही ठाउँमा आइपुग्न लाग्यौँ जहाँ कि हामी म्याजिकदेखि झरेको थियो अब त्यही ठाउँबाट थाहा छैन अब के लिन्छ अटो त आइरहेको छ तर अटोमा जाने होइन है ल जाने होइन गयो नभए यस्तो गरौँ एकछिनसम्म वेट गरौँ पछि भन्छु त्यो गाडीमा कसरी भयो भन्दाखेरि अङ्कलले रोक्नुभयो होइन ए जाने हो भन्नुभयो अनि मैले हो जाने हो भने अनि त्यहाँभित्र पसिसकेपछि लास्टमा को हुँदो रहेछ भन्दाखेरि जीवनीको चिनेको अङ्कल हुँदो रहेछ अनि भएन त पुरा मिलेन त मिलिहाल्यो अनि आयौँ यहाँसम्म अनि लागेको थियो पैसा चाहिँ माग्नुहुन्न होला पैसा चाहिँ यतिकै होला भन्ने सोचेको तर उहाँको पनि त यही काम हो नि बिचरा अब दिनै पर्यो कति लिनुहुन्छ भनेर एउटा फर्मालिटीको लागि मैले सोधेँ हो अङ्कलले जति दिन्छ त्यो गर्नुहुन्छ अनि दियौँ हामी 100 रुपियाँ नै हो भाडा तर यहाँसम्मको त धेरै हुन्छ है त्यही हो हामी आजको दिनभरिको डुलिसक्यौँ होइन अब यो एडिट गर्ने बाँकी छ एडिट चाहिँ आज जीवनीले गर्छ मलाई थाहा नबोल है फेरि भ्लग कसको हो जसको हो त्यसले गर्छ आजलाई भ्लग यति नै गराउन चाहन्छु किन भनेपछि अब घरमा गएर खाना पकाउनु पर्ने हुन्छ खाना पकाउनु पर्ने हुन्छ अनि म त खान्न केही बोल्दिनँ म यति नै हुन्छ त्यही हो जस्ट इन्जोय के राम्रो लाग्यो भन्नु होला अनि अझ दैनिकीहरू जान्न दैनिकी रे वा नेपाली प्योर नेपाली अझ दैनिकीहरू जान्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला ताकि अझ नयाँ नयाँ कुराहरू लिएर आउन सकेको त्यही हो द्याट्स अल च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला बाई